भित्तामा एउटा झ्याल छ, भित्र र बाहिरको अँध्यारो छुट्याउनु। आँखा खोले पनि अँध्यारो, बन्द गरे पनि अँध्यारो, लाग्छ उज्यालो पनि अँध्यारै हो। अँध्यारो झनै अँध्यारो हो। विरक्तिएको यो कुन रूप म भित्र छिर्यो? समयको कुन अनुहार हो मतिर फर्केर निच्चा हाँसिरहेको? नैराश्यताको यो कस्तो हावा मेरो मगजभित्र चल्यो? जीवन र समयको हुरीले धकेल्दा धकेल्दै मलाई यहाँसम्म ल्याइ पुर्यायो। कहिले कोमल हृदय त कहिले कठोर मन दिएर मलाई नयाँ नयाँ जीवनको अनुभूति गरायो। उठाउनु, लडाउनु र पछार्नु त समयले बारम्बार मसँग खेलेका घिनलाग्दा खेलहरू हुन्। तैपनि आफ्नो यात्रामा नहार्नु र निराश नहुनु नै मेरो परिचय बन्यो। मेरो कर्मले मलाई म हिँड्ने बाटाभरि ठुला ठुला तगारहरू राखिदिए, जसलाई कहिले हाँस्दै र कहिले रुँदै पन्छ्याएर हिँड्नुपर्ने मेरो बाध्यता बन्यो। म र मेरो कर्मप्रति हाँस्नेहरू मलाई जीवनदेखि हारेको बिचरी सम्झन्छन्, तर म उनीहरूलाई चुनौती दिँदै दावा बोलिरहेको हुन्छु। यो समाजको आँखामा म हारेकी जस्तो देखिन्छु, तर म भित्र हारको अनुभूति पटक्कै छैन। मैले अझै पनि हार स्वीकार्न चाहेको छैन, किनकि जीवनमा हार्नु भनेको एउटा नालायकीपन हो। म मेरो नालायकीपन कसैलाई पनि देखाउन चाहन्न। मलाई राम्रो देख्नेहरूको ठुलै जमात छ। म भित्र राम्रो खोज्नेहरू पनि कता कता जमात नै भेट्छु, तर म भित्रको राम्रोसँगै नराम्रोको बखान गर्नेहरूको ताँती सबैभन्दा बढी भेटिन्छन्। तर पनि म ती कसैको वास्ता नै गर्दिनँ भन्छु। बिर्सने प्रयास गर्छु, नसुनेको नदेखेको जस्तो गर्न खोज्छु। तैपनि यस्ता कुदृष्टिहरू घरिघरि नजरमा नाच्दो रहेछन्। सबैले यस्तै कुराहरू बोकेर हिँड्दा रहेछन्। कतिले ईर्ष्याले, कतिले रिसले, त कतिले शुभचिन्तक भएकै कारणले यस्ता कुराहरू मेरो कानसम्म ल्याउँदो रहेछन्। नसुने र नदेखे धरै नपाइने रहेछ। जीवनलाई मैले यात्रा भनेर बुझेको छु। यौवनलाई चौतारी र प्रेमलाई छहारी भनेर परिभाषित गरेकी छु। मेरो यात्राको चौतारीमा कति बसे र कतिले शीतल तापे, कति निदाए, उठे, थुकेर टेकेर हिँडे, कतिले त्यो शीतलतामा नयाँ जीवनको अनुभूति पाए र कतिले त्यसलाई आफ्नो रक्सी गफ बनाएर दुनियाँ सामु बाँडेर मज्जा लिए। यी कुनै कुराको पनि आज मलाई खासै सरोकार छैन, तर पनि जीवनप्रतिको एक प्रकारको मोह छ, स्नेह र श्रद्धा छ। मलाई किन आफूलाई आफैसँग प्रेम गर्न थालेको महसुस हुँदैछ। अबको यो जीवनको लडाइँमा म हार बिहोर्ने मनस्थितिमा छँदै छैन। हरेक हारभित्र जित खोज्छु। जीवनलाई अभिशापले भए पनि सिँगार्छु र म यो जीवनमा नयाँ राम्रो केही गरेर देखाउँछु। कुनै दिन यस्तो आउनेछ यो समाजमा म प्रति कृतज्ञ हुनेछ र मेरो सहनशीलतालाई बुझेर भन्नेछ, तिमी महान छौ। म छु, त्यसैले म गर्छु, किनकि म गर्न सक्छु, कारण मसँग केही गर्ने इच्छा शक्तिहरू छन्। जिन्दगी यस्तो होस्, फुलेपछि झरे पनि, आफैसँग हरे पनि, आशाको फुल फुलिरहोस्। जिन्दगी यस्तो होस्, मारे पनि बाँचिरहोस्। मैले देखेको सपना तिम्रो